प्रतिष्ठा अनि मेरो साथी। सो आज चाहिँ हामी गोदावरी जाने निर्णय गरेको छौँ। फर्स्ट न्यू इयर हामी यहाँ आया लगन खेलको बस पार्कमा छौँ होइन। अनि त्यसपछि यहाँ चाहिँ यति धेरै भिड छ कि यति धेरै भिड छ, एक त गाडी पनि पाएको छैन होइन। हाम्रो न्यू इयर यस्तो खत्तम भइसकेको छ। गना यहाँ फोर्छ सुँगेर बस्नु पछाडि मान्छे देखाइदेऊ न कतिको भिड छ। मैले रेकर्ड गरिसकेको छु। अनि अब मेरो हामी तिनजना के भन्छ तिनजना जाने कुरा थियो गोदावरी। हामी रेडी पनि छौँ केही, तर यहाँ यस्तो भिड छ, मान्छे यति धेरै हुनुहुन्छ होइन। यहाँ देख्न सक्नुहुन्छ मान्छेको भिड यति धेरै छ, प्लस गाडी पनि जान मानेको थिएन होइन। दुईवटा खाली गाडी आयो हाम्रै आँखाको अगाडि, त्यो पनि फुल प्याक भएर गयो के। बस्ने ठाउँ त छोडिदिनुहोस् न, उभिने ठाउँ पनि थिएन। अनि आजको दिन चाहिँ गाडी भाडा पनि यति महँगो लिएर आएको थियो। गाइस सेकेन्ड अप्सनमा जू थियो हाम्रो नजिकै, उहाँ हाम्रो साथी आइसक्नुभएको छ अर्को। अनि हामी जू जाँदैछौँ, तर जूमा त्यस्तै भिडभाड छ। आज टोटल अनि यताबाट हेर न कति धेरै छ भिडमा। तर्सिसक्यो मान्छे देखेर कति विद्या यिनीहरूले मलाई हेर्न कि म यिनीहरूले हेर्न भनेर होला। हामी जूमा एनिमल हेर्न आएको मान्छे हेर्न जस्तो भयो बाहिर। भन त जनताहरू, भन त जूमा एनिमल हेर्न आएको मान्छे हेर्न जस्तो भएर भिड यहाँ भिड गाइस भिड। ओ माई गॉड भिड मान्छेहरू यसरी आज त के अरे यहाँ जूको जनावरले नि भनेर होला यिनीहरू पैसा तिरेर के गर्नु आएको यति टाढा। बरु यिनीहरूलाई चाहिँ हामीले हेरिरहेछौँ भनेर होला मनै आयो। के हो यो देख्दिनँ, त्यहाँ के छ पाइथन देख्दिनँ। पाइथन म त खालि केस मात्रै देख्छु। अघि बढौँ हामी। मान्छे हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाह्रो छ गाइजहरू। नयाँ वर्षको दिन यो नयाँ वर्ष 2083 साल चाहिँ एकदम यादगार हुने भयो हाम्रो। ओ वाउ यसलाई मुसा घरपालुवा मुसा गाइस मुसा हेर्नु त। ओ वाउ कस्तो मजाले चनो खाएर हौ। यता हामी चाहिँ अब अर्को ठाउँमा जान्छौँ। यस्तै जङ्गलमा देख्छ यहाँ स्क्वायरल यहाँ खरायो। हामीले पहिला घरमा एक खोर पालेको थियो यार, 25-30वटा थियो घरमा पहिला। ब्ल्याक प्यान्थर खोइ ब्ल्याक प्यान्थरै देख्दिनँ त। खोइ देख्यो ब्ल्याक प्यान्थर? देख्नै पाएन। ए ऊ सुतिरहेछ हौ। क्यामेराबाट चाहिँ देख्दिनँ के। त्यही नि। हेलो ओ भाइ साहब, हामी तिमीलाई हेर्न आएको, तिमी आउँदैनौ त यार। हेलो गाइस यहाँ मान्छेहरू यति धेरै। मैले सायद कस्तो मिठो कलर स्काई ब्लू के हो यो बर्जेरिगर कस्तो राम्रो हुँदो रहेछ तिनीहरूको यो
घर घोसला यो घोसला हेर न नक्ली घर पो राखेर ए नक्ली उयो घोसला बोट बोट ए बोट चाहिँ उयो कति धेरै रहेछ त्यहाँ कह ए कल हाँस रे यो हाँसको नाम यसको नाम त कलास रे कलास के हो सुन्तला हो होइन यो सुन्तलाकै प्रजाति हो तर सुन्तला चाहिँ होइन काइन्ड अफ कस्तो रियल जस्तै नदेखेको नि वाउ हराउनै केटी हो हेर न कस्तो राम्रो यो चाहिँ के हो यसको पेली पिलिकन रहेछ यहाँ चाहिँ राइनो रहेछ अनि हामी चाहिँ राइनो हेर्न आएको यो चाहिँ हाँस हो जस्तो लाग्यो अनि त्यो हाँसहरू चाहिँ कस्तो सुतिरहेको थियो कि अनि मेन चाहिँ यो हाँस देखाउन खोजेको कि मैले यो चाहिँ एउटा खुट्टामा उभिएर पुरा योगा गरेको जस्तो गरिरहेको मलाई यस्तो हाँस उठिरहेको थियो फेरि हामीले रेकर्ड गरिन्छ हल्लिँदा नि हल्लिएन कि हामीले चाहिँ एउटा ठाउँ खोजेर बसिसकेको छौँ यहाँ खोलाको साइडमा छेउमा खोला होइन यो पोखरीको छेउमा हामीले चाहिँ एउटा पोखरीको नजिकै राम्रो ठाउँ खोजेर बस्यौँ अनि यो बोटिङ पनि चलिरहेको थियो त्यहाँ तर हामीले चाहिँ गरेनौँ अनि खोलाहरू हेऱ्यौँ त्यसपछि हामीले चाहिँ खान सुरु गऱ्यौँ कि खासै धेरै त लगेको थिएनौँ चिप्स लेजहरू यताउता बिस्किटहरू मात्रै लगेको थियौँ अनि यसरी नै हामीले चाहिँ नयाँ वर्ष सेलिब्रेट गऱ्यौँ तर न्यु इयरको दिन चाहिँ घरबाट हिँड्नु हुँदैन रहेछ भन्ने चाहिँ एकदम खतरा लेसन पाएको छु होइन मैले चाहिँ सो ह्याप्पी न्यु इयर गाइज अनि थ्याङ्क यू फर वाचिङ अब यसरी नै माया गरिदिनु होला बाई